नमस्कार। म चाहिँ मनबहादुर लामगादे, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कास्कीको अध्यक्ष। हामीले चाहिँ यो संस्थाको तर्फबाट यो 59औं अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको अवसर पारेर हाम्रो कास्कीमा विद्यमान 72 वटाका 5वटै पालिकाका जनप्रतिनिधि, दलित जनप्रतिनिधिहरूलाई का बीच एउटा अन्तर्क्रिया कार्यक्रम र क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको लागि एउटा अन्तर्क्रिया कार्यक्रम हामीले चाहिँ आयोजना गर्ने जमर्को गरेका छौँ र यो यही आगामी चैत्र 9 गतेका दिन यो पोखरा 25 हेम्जामा हामीले चाहिँ यो एक दिवसीय कार्यक्रमको हामीले चाहिँ आयोजना गरेका छौँ र यसमा यस कास्की जिल्लाबाट हाम्रो चाहिँ स्थानीय निकायमा निर्वाचित सम्पूर्ण दलित समुदायका जनप्रतिनिधिहरू, गण्डकी प्रदेश सभामा निर्वाचित माननीयज्यूहरू, त्यसै गरी कास्की जिल्लाबाट प्रतिनिधि सभामा चाहिँ निर्वाचित हुनुभएका वर्तमान माननीयज्यू तथा पूर्व माननीयज्यूहरूलाई समेत समेटेर र कास्की जिल्लामा रहेका सम्पूर्ण राजनीतिक दलका दलित अगुवा नेताहरू, दलित आन्दोलनमा चाहिँ नेतृत्वदायी भूमिका निर्वाह गरेका अग्रज दलित समुदायका व्यक्तित्वहरूलाई समेत समेटेर हामीले चाहिँ यो बृहत एक दिवसीय भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम गर्न गइरहेका छौँ र आज चाहिँ त्यसको तयारी बैठक हेम्जामा हामी बसिरहेका छौँ। यहाँ जनप्रतिनिधि दिदीबहिनीहरूको पनि सहभागिता छ र हाम्रो यस दलित समाज कल्याण सङ्घको कार्य समितिका सदस्यज्यूहरू र चाहिँ पदाधिकारी अनि सल्लाहकारज्यूहरूको समेत बैठक बसेर हामीले चाहिँ यो 9 गतेको कार्यक्रमलाई भव्यतापूर्वक सफलता गर्ने तयारीमा हामी जुटेको जानकारी गराउन चाहन्छु। धन्यवाद, नमस्कार।